सबैजनाले मार्केट बुलमा नै छ भनिरहँदा कतिजनाले याद गर्नुभएको छ मार्केटमा हामीले अहिलेसम्मको स्विङहरू राइजहरू हेर्छौँ भने त्यही पहिलाको बेरिस टाइमको जस्तो वर्षको दुईवटा सिजनल स्विङ, एउटा जुन जुलाईको स्विङ अनि अर्को डिसेम्बर जनवरीको स्विङहरू मात्र आएको देख्न सकिन्छ। द्याट मिन्स मार्केटको प्याटर्न हेर्नुहुन्छ भने सिजनमा 1-1.5 महिनाको स्विङ राइज आउने अनि त्यसपछि 4-5 महिनाको करेक्सन कि साइडवेज, केही वर्षदेखि यही प्याटर्न फलो भइरहेको छ मार्केटमा। अनि बुल मार्केट हो भने त 4-5 महिनाको र्याली अथवा स्विङ अनि 1-2 महिनाको करेक्सन पो हुनुपर्ने होइन र? तर यहाँ ठ्याक्कै उल्टो भइरहेको छ। अब मार्केट बुल हो कि बियर हो, यसलाई टेक्निकली र फन्डामेन्टली दुवै एस्पेक्टबाट हेर्न सकिन्छ, जुन हामीले नेक्स्ट भिडियोमा डिटेल्समा भन्नेछौँ। तर अहिले सिम्पली हेर्नुपर्दा के देखिन्छ भने मार्केटमा अहिलेसम्म कुनै पनि सस्टेनेबल र्यालीहरू चाहिँ आउन सकेको छैन। हरेकचोटि र्याली आउँदा के देखिन्छ, सर्टेन सेक्टर अनि केही स्क्रिप्ट्सहरू, हाई क्याप स्क्रिप्ट्सहरू चाहिँ चलाएर 1-1.5 महिना मार्केट पम्प गर्ने अनि त्यसपछि डम्प, यही गेम चलिरहेको छ मार्केटमा अहिले। अब बुल मार्केटभित्रको कन्सोलिडेसन फेजमा पनि हेर्छौँ भने 15 महिना भइसक्यो मार्केट यो 2400 देखि 3000 रेन्जमा चाहिँ कन्सोलिडेसन भएर बसेको र यो 15 महिनामा 9 महिना रेड क्लोजिङ भएको छ, त्यस्तै 6 महिना चाहिँ ग्रिन क्लोजिङ भएको छ। हरेकचोटि मार्केट राइज आउँदा 2 महिना पनि अहिलेसम्म राम्रोसँग मार्केट सस्टेन हुन सकेको छैन। 2 महिना पनि राम्रोसँग ग्रिन हुन नपाउँदै मार्केटमा हरेकचोटि बिग सेलिङ प्रेसरहरू आएको देख्न सक्छौँ। र मार्केटमा पास्ट हिस्ट्री हेर्छौँ भने विगतमा सुरु भएको हरेक बुल साइकलमा मल्टिपल मन्थली ग्रिन क्यान्डलहरू चाहिँ फर्म भएको देख्न सक्छौँ। तर यसपालि त्यस्तो हुन सकेको छैन। यदि पहिलाको हामीले बुल साइकल हेर्छौँ भने यहाँ हेर्नुहोस्, कोभिडको टाइममा बुल सुरु हुँदाखेरि हेर्नुहोस् त मल्टिपल मन्थली ग्रिन क्यान्डलहरू चाहिँ फर्मेसन हुँदै मार्केटको बुल र्याली चाहिँ सुरु भएको थियो। त्यस्तै योभन्दा अगाडि 2012 पछिको बुल साइकल हेर्नु छ भने पनि यहाँ हेर्नुहोस् त मल्टिपल मन्थली चाहिँ ग्रिन क्यान्डलहरू फर्म हुँदै चाहिँ मार्केटको चाहिँ बुल र्याली चाहिँ सुरु भएको थियो। तर यसपालि चाहिँ त्यस्तो हुन सकेको छैन। झन्डै 2 वर्षको लामो कन्सोलिडेसनको ब्रेकआउट पछि सुरु भएको अहिलेको बुल साइकल अल टाइम हाई नजिक आएर 15 महिनादेखि मार्केट फेरि पनि कन्सोलिडेसन फेजमा गएको छ। धेरैले सोध्नुहुन्छ, सर अल टाइम हाई ब्रेकआउट हुनुभन्दा अगाडिको यो कन्सोलिडेसन त राम्रो होइन र भनेर। हो, यसलाई पोजिटिभ नै मान्न सकिन्छ। तर अलिकति कन्सर्निङ पार्ट के छ भन्दाखेरि चाहिँ मार्केट कन्सोलिडेसन फेजमा हुँदै गर्दा फाइनेन्स सेक्टर हामी हेरौँ, फाइनेन्स सेक्टर नै पुरै बेरिसमा गइसक्यो। हेर्नुहोस् त, फाइनेन्स सेक्टर नै पुरै बेरिसमा गइसक्यो। झन्डै 1 वर्षभन्दा बढी भइसक्यो फाइनेन्स बेरिसमा गएको। र अहिले होटेल्स अनि नन लाइफ, होटेल्स हेर्नु छ भने होटेल्स पनि बेरिसमा जान लागेको हो कि जस्तो देखिन्छ। त्यस्तै नन लाइफ पनि र नन लाइफ सेक्टर पनि। सो कन्सर्निङ पार्ट भनेको के भयो भन्दा मार्केट 2400 देखि 3000मा कन्सोलिडेसनमा हुँदै गर्दाखेरि चाहिँ फाइनेन्स सेक्टर बेरिसमा गइसक्यो। होटेल्स र नन लाइफ पनि फेरि बेरिस साइकलमा जान लागेको हो कि जस्तो देखिन्छ। भन्नुको मतलब रिटेलर्सहरू चाहिँ अब 3200 ब्रेक हुन्छ, अब बुल मार्केट 4000-5000 पुग्छ भन्ने सबै आफ्नो स्टकहरू चाहिँ होल्डमा बसिरहेका छन्। अनि यहाँ चाहिँ धेरै स्टकहरूको र कतिपय सेक्टरहरूको त बुल नै सकिसकेको जस्तो देखिन्छ। त्यसैले 12वटा सेक्टर अनि झन्डै 300वटा जति कम्पनी लिस्ट भएको हाम्रो मार्केटमा अझै पनि तपाईँ नेप्से हेरेर कम्पनी बाई सेल अनि होल्ड गर्दै हुनुहुन्छ भने मार्केटमा गुमाउनेहरूको भिडमा म पनि छु है भनेर ढुक्क हुनुभयो हुन्छ। किनभने पछिल्लो 1-1.5 वर्षमा धेरैजनाले फिल गर्नुभएको होला, जब मार्केट बढ्छ मसँग भएको कम्पनीको सेयर बढ्दैन, बढे पनि थोरै बढ्छ। अनि जब फेरि मार्केट घट्न थाल्छ आफूसँग भएको त्यही कम्पनीको सेयर चाहिँ छिटो घट्न थाल्छ। अब मार्केट बढ्दा बढ्दै नबढ्ने कि थोरै बढ्ने अनि मार्केट घट्दाखेरि झन् छिटो घट्ने, मोस्ट अफ द रिटेलर्सहरूले यही प्रब्लम फेस गरिराख्नु भएको छ अहिले। र सबैले किन यस्तो प्रब्लम फेस गरिरहेको छन् त भन्दाखेरि यसको सिम्पल आन्सर हो, सबैजना रिटेलर्सहरू चाहिँ मार्केट बुलमा छ भन्दै सबैजनाले के गर्नुभएको छ, जुन पाए त्यो स्टक किनेर चाहिँ मार्केटको टार्गेट चाहिँ सेट गरेर बस्नुभएको छ। भन्नुको मतलब ए भन्ने स्टक कुन सेक्टरको हो केही थाहा छैन, ए भन्ने स्टक चाहिँ किन्यो, त्यसपछि टार्गेट के सेट गर्यो, मार्केट 3200, 4000, 5000 पुग्दाखेरि चाहिँ यो स्टक मानौ 300मा किन्नु भएको छ भने 500, 600 त कसो नपुग्ला भन्दै यो होपमा किन्नु भएको छ सबैजनाले, जुन चाहिँ एकदमै रङ हो अहिलेको कन्टेक्स्टमा चाहिँ। किनभने हामीले भर्खरै पनि हामीले भनिसक्यौँ, मार्केट कन्सोलिडेसन फेजमा हुँदै गर्दाखेरि फाइनेन्स सेक्टर बेरिसमा गइसक्यो, होटेल सेक्टर र नन लाइफ सेक्टर पनि बेरिसमा जान लागेको जस्तो देखिन्छ भने यस्ता सेक्टरहरूबाट स्क्रिप्टहरू किनेर चाहिँ बाई पोजिसन लिएर चाहिँ किन होल्ड गर्ने भन्नुहोस् त। यस्तो सेक्टरको स्क्रिप्टहरूमा चाहिँ सर्ट पोजिसन प्ले गर्ने तर लङ पोजिसन चाहिँ
होल्ड नगर्ने। त्यसैले मार्केट हेरेर स्क्रिप्ट किन्ने भन्दा पनि हामीले स्क्रिप्ट चाहिँ हेरेर चाहिँ त्यसमा बाई पोजिसन लिन चाहिँ बेस्ट हुन्छ अहिलेको सिनारीमा। मोस्ट अफ द रिटेलर्सहरूले अहिलेको मार्केटको र्यालीहरूमा सेल गर्न नसक्नुको मेन रिजन भनेको सबैले आफूसँग भएको स्टक हेर्न छोडेर मार्केट हेरेर आफ्नो टार्गेट सेट गरेर बस्नुभएको छ। भन्नुको मतलब हामी बुल साइकलमा नै छौँ, मार्केटले अहिलेसम्म अल टाइम हाई नै ब्रेक गरेको छैन, यो बुलमा मार्केट 4000 5000 पुग्छ भनेका छन्, अब अहिले नै हामीले मार्केट 2700 2800 हुँदा किन बेच्नु पर्यो भनेर रिटेलर्सहरू होल्ड गरेर बसिरहेका छन्। रिटेलर्सको यही मेन्टालिटीले गर्दा उनीहरूले सेल गर्न सकिरहेका छैनन् र अहिले पनि होल्डमा छन्। र स्मार्ट मनीले रिटेलर्सको यही मेन्टालिटीलाई युज गरेर धेरै स्टकहरू यही लेभलमा नै पम्प एन्ड डम्प गरिरहेका छन्। आउनुहोस् यसलाई इक्जाम्पलसहित बुझौँ है त। अब मार्केट यही लेभलमा कन्सोलिडेसन हुँदै गर्दाखेरि मानौ ए भन्ने स्टक 300बाट 1000 पुग्यो र मानौ यो स्टक चाहिँ रिटेलर्सको पोर्टफोलियोमा पनि छ। अब उसले के सोध्छ भने मार्केट 3200 पनि ब्रेक भएको छैन र यो स्टक 300बाट 1000 आइसक्यो, अब मार्केट बुलमा नै छ, मार्केट 4000 5000 पुग्दा त यो स्टक 1500 2000 कसो नपुग्ला भन्दै ऊ होपमा यो स्टक होल्ड गरेर नै बस्छ। अब अनि स्मार्ट मनीले के गर्छ, यही 1000 को लेभलमा चाहिँ स्मार्ट मनीले यो स्टक डम्प गरिदिन्छ र प्राइस घट्न थाल्छ। तर रिटेलर्सहरू भने यो त सानो करेक्सन मात्र हो भन्दै यसलाई होल्ड गर्छ अनि हेर्दा हेर्दै त्यो स्टकको प्राइस 1000बाट घटेर 500मा आइसक्छ। अब 1000 पुग्दा बेच्न नसकेको त्यो सेयर अहिले 500मा कहाँ बेच्नु भन्दै लास्टमा ऊ होल्डमा नै बस्न बाध्य हुन्छ। र यो भनेको हाम्रो मार्केटमा मोस्ट अफ द रिटेलर्सको चाहिँ स्टोरी यही नै हो। अब यसलाई आइएचएल एउटा स्टक आइएचएलमा पनि हेरौँ। 200मा बटम लागेको स्टक मार्केट 3000मा हुँदै गर्दाखेरि यही लेभलमा यो स्टकले 200बाट 800सम्मको चाहिँ र्याली लियो, झन्डै 4 गुणाको। अब मार्केटले अहिलेसम्म 3200 पनि ब्रेक गरेको छैन हैन, मार्केट 4000 5000 पुग्दाखेरि त यो 800 भएको यो आइएचएलको प्राइस त 1200-1500 त कसो नपुग्ला भन्दै रिटेलर्सहरू होल्डमा हुन्छन्। तर यहाँ के देखेको छ हेर्नुहोस् त, 800बाट प्राइस हेर्दा हेर्दै 40%सम्म घटेर 500मा आइसक्यो। र रिटेलर्सहरू भने अझै पनि होल्डमा नै छन्। किनभने मार्केट बुलमा नै छ, 4000 5000 त पुग्छ भनेर बसेको छ हैन। अब अहिले नै किन बेच्नु भनेर रिटेलर्सहरू होल्डमा छ। तर टेक्निकली के देखेको छ भन्दाखेरि अब यसले कहाँनिर सेल सिग्नल दिएको थियो त त्यो हेरौँ। यदि तपाईँले आइएचएलमा स्विङ ट्रेड अथवा क्विक ट्रेड लिनुभएको थियो भने यहाँनिर के देख्न सक्नुहुन्छ, डबल टप एम प्याटर्न जस्तो देख्न सक्नुहुन्छ। यसको ब्रेकडाउनसँगै फर्स्ट सेल सिग्नल आइएचएलमा यो लेभलमा आएको थियो 750-60 को लेभलमा। यदि तपाईँले क्विक ट्रेड र अथवा स्विङ ट्रेड लिनुभएको थियो भने यो लेभलमा सेल गर्नुपर्ने थियो होइन। तपाईँले त्यसमा चाहिँ लोवर लेभलमा नै लङ पोजिसन लिनुभएको थियो। जबसम्म यो लाइन अफ सपोर्ट लाइन अफ बुल चाहिँ होल्ड हुन्छ, यो लेभलभन्दा माथि नै बस्छ भनेर होल्ड गर्नुभएको थियो। यसको ब्रेकडाउनसँगै सेकेन्ड सेल सिग्नल चाहिँ यो लेभलमा आएको थियो 690-710 को लेभलमा चाहिँ सेकेन्ड सेल सिग्नल। अनि होइन यो लेभलमा एउटा स्ट्रङ सपोर्ट पनि छ, यो लेभल होल्ड हुँदासम्म चाहिँ होल्ड गर्छु भनेर बस्नुभएको थियो भने यसको ब्रेकडाउनसँगै 640 को ब्रेकडाउनसँगै थर्ड सेल सिग्नल चाहिँ यो लेभलमा आएको थियो। र टेक्निकल हेर्नुहुन्छ भने यहाँनिर एउटा हेड एन्ड सोल्डर प्याटर्न पनि छ, एउटा बियरिश प्याटर्न हो। यसको ब्रेकडाउन भएसँगै 640 को लेभलमा अर्को थर्ड सेल सिग्नल आएको थियो। र यदि तपाईँले यहाँ सेल गर्न छुटाउनु भएको थियो भने यो रिटेस्टमा फेरि पनि अर्को सेल गर्ने अपर्च्युनिटी थियो। यसरी हामीले सिम्पल रूपमा हेर्दा पनि आइएचएलमा के देख्न सक्छौँ, मल्टिपल सेल सिग्नलहरू चाहिँ आएको देख्न सक्छौँ। अब यति धेरैचोटि सेल सिग्नल आउँदा पनि अब हामीले आइएचएलमा मार्केट हेरेर बुम बुम भन्दै मार्केट 4000 5000 पुगेर चाहिँ बेच्ने हो भन्दै आइएचएल होल्ड गर्ने हो त होइन। तपाईँले कस्तो खालको ट्रेड लिनुभएको थियो त्यो अनुसारले चाहिँ सेल सिग्नल आउने बित्तिकै यो जोनहरूमा चाहिँ आइएचएलमा सेल गरेर निस्किनु पर्ने थियो। तर होइन, तपाईँ पनि यदि मार्केट हेरेर चाहिँ यो स्टक होल्ड गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँ पनि त्यही गुमाउनेहरूकै भिडमा पर्नुहुन्छ। अब यो भन्दैमा चाहिँ आइएचएल सिधै घट्छ भनेको हो त होइन, बिचबिचमा स्विङहरू चाहिँ आउन सक्छन्। तर यदि तपाईँले चाहिँ यो लेभलमा किनेर चाहिँ आइएचएल चाहिँ अहिलेसम्म चाहिँ होल्ड गरिराख्नु भएको छ भने चाहिँ तपाईँ पनि त्यो 95% को गुमाउनेहरूकै भिडमा हुनुहुन्छ। अब यसलाई कसरी अभोइड गर्न सकिन्छ त? यसको 3वटा सिम्पल सल्युसन छ जसलाई हामीले गोल्डन रुल पनि भन्न सक्छौँ। सबैभन्दा पहिले भनेको फोकस अन इन्डिभिजुअल स्क्रिप्ट्स स्पेसिफिकल्ली, टेक मार्केट एज अ रेफरेन्स ओन्ली। हामीले अहिलेसम्म के गरिरहेका छौँ, मार्केटलाई धेरै ध्यान दिइरहेका छौँ। अब के गर्नु पर्यो, आफूसँग भएको इन्डिभिजुअल स्क्रिप्टलाई चाहिँ बढी फोकस हुनु पर्यो। अब मार्केट 4000 पुग्छ अनि यो स्क्रिप्ट चाहिँ 500-1000 पुग्छ भनेर बस्ने भन्दा पनि त्यो स्क्रिप्ट चाहिँ मैले के भयो भने बाई गर्ने, के भयो भने चाहिँ मैले सेल गर्ने भनेर एकदमै ध्यान चाहिँ स्क्रिप्टमा दिनु पर्यो। मार्केटलाई चाहिँ एज अ रेफरेन्सको लागि मात्र युज गर्ने। अनि अर्को भनेको मेक योर क्लियर एक्जिट प्लान वाइल टेकिङ एन्ट्री।
भनेको जब तपाईँ कुनै स्टक बाई गर्दै हुनुहुन्छ भने त्यो स्टक मैले के भयो भने सेल गर्ने त भन्ने क्लियर एक्जिट प्लान चाहिँ तपाईँसँग हुनु पर्यो। भन्नुको मतलब यदि तपाईँ बसमा चढेर कतै ट्राभल गर्दै हुनुहुन्छ भने तपाईँले बसमा चढ्नुभन्दा अगाडि नै तपाईँले कहाँ झर्ने अनि के भयो भनेर झर्ने भन्ने कुरा चाहिँ क्लियर हुनुपर्छ। यस्तो नहोस् कि बस हिँडिराखेको छ तपाईँले कहाँ जाने कहाँ झर्ने केही थाहा नै छैन। यस्तो हुनुभयो भने चाहिँ तपाईँ आफ्नो गन्तव्यमा चाहिँ पुग्न सक्नुहुन्न। त्यसैले कुनै पनि स्टक बाई गर्नुभन्दा अगाडि नै के भयो भने एक्जिट गर्ने र कहाँ एक्जिट गर्ने भन्ने चाहिँ क्लियर प्लान तपाईँसँग हुनुपर्छ। र लास्टमा भनेको नेभर सेट द टार्गेट अफ मार्केट अर स्क्रिप्ट्स, जस्ट होल्ड अन्टिल सेल सिग्नल। भन्नुको मतलब मार्केट 4000 पुग्छ, 5000 पुग्छ, 2200 आउँछ, मार्केटको टार्गेट नै सेट नगर्नुहोस्। न मार्केटको टार्गेट सेट गर्नुहोस् न स्क्रिप्टको। भन्न खोजेको कुनै स्क्रिप्ट चाहिँ 300मा छ म 500 पुगेर बेच्छु भनेर नबस्नुहोस्। यसलाई चाहिँ जबसम्म सेल सिग्नल आउँदैन तबसम्म होल्ड गर्नुहोस्, चाहे त्यो मार्केट होस् चाहे त्यो स्क्रिप्ट होस्। सेल सिग्नल आइसकेपछि तुरुन्तै सेल गरिहाल्ने।